ल यसरी झर्दैछौँ। यो चाहिँ गोटेसिङबाट झर्ने बाटो रहेछ। यो स्पेसल नै छ बाटो पनि होमस्टे जाने। जलावा जय जयन्ती लाग्यो हामी चाहिँ अब गोटेसिङबाट खाना खाएर टेम्बिएको डाँडा चढ्ने तर्फ लाग्यो। त्यो स्वर्गै छ यो ठाउँ चाहिँ। नेपालको लगभग स्विजरल्यान्ड चाहिँ नभनौँ, स्विजरल्यान्ड पछिको दोस्रो नेपालको यो चकेवा डाँडा। गाह्रो जाँदाखेरिको बाटो चाहिँ यस्तो छ है दृश्यहरू। चकेवा आइपुग्न लाग्यो। यहाँबाट देखेको दृश्य है। राम्रै तरिकाले गाडिएको छ। आधी छ र बाइक पछाडि छ। आधीभन्दा बढी नै हो, आधीभन्दा बढी नै छ। अगाडि हेर्नु होला, लगभग आज हामी 25वटा बाइकमा छौँ र 50जना चाहिँ हामी युवाहरू छौँ है। प्रथमखाली युवाहरू चाहिँ हामी चाहिँ चकेवा भ्रमणको लागि आएको छौँ। चकेवादेखि अब हामी चाहिँ क्याम्पे निस्किन्छौँ र क्याम्पेबाट हामी चाहिँ
चाहिँ फर्किनेवाला छौँ है। त्यस एक खण्डको घुमिन्छ हेर भाइ, एक खण्डको घुमिन्छ। यो चाहिँ झकेवा बजार है ल, झकेवा बजार यस्तो छ है। बस स्टप पनि रहेछ यहाँनिर चाहिँ, गाडीको पनि सुविधा राम्रो रहेछ। लगभग एउटा हाम्रो सानोतिनो रियाली जतिकै छ भ्रमण आएको, तर हामी रियाली चाहिँ फेरि नभन्नु है साथीहरू, बाइकतिर देखेर। बजारै रहेछ होइन, रहेको छौँ है। सँगै जाउँ न केटा। यो चखेवादेखि त्यही एउटा मेन गेट रहेछ, खोटाङ टु भोजपुरकोदेखिको सिमाना बन्दै रहेछ नयाँ। सँगसँगै जानुपर्थ्यो केटा, आफू माथि टावर पनि रहेछ त्यहाँ माथि, त्यो एनटिसीको टावर राखेको रहेछ। है जाउँ ल। च्याम्के चढियो, च्याम्केको उकालो। च्याम्केको उकालो चढिँदैछ है। जाउँ है बाबै। पारीको सेकुवा र सेकुवा मगाएको पनि देखिन्छ होला। पारी पारी हजुर, हाम्रो खोटाङ जिल्ला चाहिँ यता देखिँदो रहेछ। हामी चाहिँ अहिले भोजपुरमा छौँ, भोजपुर र खोटाङको सिमानामा जाँदैछौँ। ट्याम्के डाँडैमा मान्छेहरू थुप्रै आउनु भएको रहेछ भ्रमणको लागि।